मेरो नाम परबहादुर घर चाहिँ रुकुम चुनमाङ सिन्चो। तपाईँ यहाँ के को सिलसिलामा आउनुभएको छ? यहाँ म पाइल्सको बिरामी भएछ, त्यही उपचारको लागि आएको। कति समय भयो तपाईँलाई पाइल्सको समस्या? मलाई पाइल्सहरू छोएको त सर 8-10 वर्ष पहिले हो। 8-10 वर्ष? हजुर। अनि अलि चाप्दै गयो, त्यसरी गर्दा यहाँ आएको। धेरै च्याप्यो? धेरै च्याप्यो सर। के हुन्थ्यो तपाईँलाई पाइल्समा? लक्षणहरू के थिए? लक्षण दिशाबाट खुन बग्ने सर, दिशा आउला जस्तो हुने, दिशा बस्ने कि एकदमै खुन बग्ने सर। धेरै दिशा लागे जस्तो हुने, दिशा लाग्दा पनि धेरै टाइम लाग्ने, त्यो भइरहेको थियो। मासु पकाएर योभन्दा अगाडि उपचार गर्नुभएको थिएन? नै मैले कहीँ गरेन सर। त्यति बेलाको अवस्था र अहिलेको अवस्थामा फरक के छ? अहिले त धेरै राम्रो छ नि सर, अब त अलिक सुधार भइरहेको छ। पहिला अलिक अप्ठ्यारो थियो सर, आजभोलि त सब ठिक छ। अब जस्तो तपाईँ जस्तै समस्या भएका बिरामीहरूलाई के भन्नुहुन्छ? तपाईँ के छ सन्देश? म त मेरो सन्देश त अब म जस्तो बिरामी धेरै छन् सर, तिनलाई यहीँ नै पठाउने, यहीँ जानकारी दिन्छु। यो अष्टाङ्ग आयुर्वेदमा नै राम्रो उपचार हुन्छ भनेर